नमस्ते सम्पूर्ण मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक नमस्कार भन्दै विगत 23 र 24 गते भएको देशमा जुन दुखद घटना भयो त्यसमा लगभग 71 जनाले को ज्यान गयो। उहाँ ज्यान जाने परिवारहरूलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु र घाइते परिवारलाई शीघ्र स्वास्थ्यको लाभको कामना गर्न चाहन्छु। साथै म एउटा कुरा आज तपाईहरुलाई स्पष्ट भन्न चाहन्छु, हामीले पनि हाम्रो हस्पिटल बीएनसी मा 150 जनाको निशुल्क उपचार गरेर घर पठाउने काम गर्यौं र अहिले पनि आईसीयू मा 15 जनाको सिरियस स्थितिमा उपचार भइरहेछ। हामीले बिना पैसा उपचार गरेर पठाइरहेका छौं। साथै मलाई एउटा दुःख लागेको कुरो के छ भने यो अहिले जुन 22 गते हामीले यो कार्यक्रममा सरिक हुन्छु भन्दाखेरि बालेनजीले तपाईहरु आउनु पर्दैन भन्नुभयो। हामी त गएनौं, हाम्रा कार्यकर्ताहरु गएनन् र हामी अहिलेसम्म निस्केका पनि छैनौं। र मलाई 23 गते र 24 गतेको एउटा घटनामा के दुःख लागेछ भने मान्छेहरुका घर जलाउनु, मान्छेहरुका चाहिँ भएका सम्पत्ति तोडफोड गर्नु र सिंहदरबारमा आगो लगाउनु, सर्वोच्च अदालतमा आगो लगाउनु, जोसुकैको घरमा पनि आगो लगाउनु र व्यापारीहरुको घर होटल सबैमा आगो लगाउनु, भाटबडी जस्ता ठाउँमा आगो लगाउनु यो एकदम दुःखदायी हो। र यो घटनामा हाम्रो अभियानको पनि नाम आयो राजावादीहरु भने। हामी राजावादी होइनौं भनेर हामीले अस्ति क्लियर गरेका छौं। हामी राष्ट्रवादी हौं र हाम्रा अभियन्ता साथीहरु या म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि। मेरो व्यक्तिगत रूपले भन्ने पनि मलाई किनभने बालेनजीले नआउनु भनेर चाहिँ स्ट्याटसै लेख्नु भएको थियो र यो कार्यक्रमको जिम्मा जसले गराएको हो त्यसले लिनुपर्छ। आज मैले एउटा स्ट्याटस लेखेको छु जो मैले विगत 13 वर्षदेखि आफूसँग भएको घटनालाई आधार मानेर र यो देशमा पश्चिमाहरूको खास गरेर पश्चिमाहरूको प्रभाव कस्तो छ भनेर मैले एउटा स्ट्याटस लेखेको छु र पश्चिमाहरूको जुन प्रभावले आज देशलाई कुन स्थितिमा पुर्याउँदैछ त्यो कुरा मैले स्ट्याटसमा सबै लेखेको छु। त्यो राम्रोसँगले पढ्नु होला, राम्रोसँगले अध्ययन गर्नु होला। अब हुने त्यही हो, गर्न खोजेको पनि त्यही हो हिजोदेखि। त्यसले गर्दाखेरि तपाईहरुले सबैभन्दा पहिला त्यो स्ट्याटस राम्रोसँगले पढेर मनन गर्नु होला। म खास गरेर बुद्धिजीवीहरुलाई त्यो भनेर त्यो स्ट्याटस पढ्न भन्छु र म आफू पनि पढेर सुनाउन चाहन्छु। 2028 सालमा राजा महेन्द्रको रहस्यमय निधन, त्यसपछि 2028 सालमै नयाँ शिक्षा लागू, 2037 सालमा जनमत संग्रह, 2046 सालमा जनआन्दोलनपछि प्राप्त प्रजातन्त्र त्यतिले पनि नपुगेर 2052 सालमा जनयुद्धको सुरुवात, 2058 सालमा हिन्दूका प्रतीक राजा वीरेन्द्र सहित राजपरिवारका सदस्यहरूको रहस्यमय दरबार हत्याकाण्ड, 2072 साल असोज 3 गते पूर्ण रूपमा राज संस्था र हिन्दू अधिराज्यको अन्त्य गरी संविधान जारी, संविधान मार्फत नेपालबाट हिन्दू राष्ट्र हटाई राज संस्था विहीन धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न सफल। त्यसै गरी 2079 सालमा डाक्टर गोविन्द केसी जस्ता पात्रलाई प्रयोग गर्दै केही वकिलहरू, केही मानव अधिकारवादी साथै केही समाजमा नाम चलेका विज्ञहरू भन्ने, आफूलाई विज्ञहरू भन्ने, राजनीतिक विश्लेषकहरू भन्नेहरूका साथै सर्वोच्च अदालतका केही पूर्व प्रधान न्यायाधीशहरूलाई समेत प्रयोग गर्दै सर्वोच्च अदालतदेखि देशका संवैधानिक निकायहरू कब्जा गर्ने, सामाजिक सञ्जाल आफ्नो नियन्त्रणमा लिई चरम दुरुपयोग गरी उज्जवल थापाको नेतृत्वमा विवेकशील साझा पार्टीको उदय गराइयो। युवा पुस्तालाई विदेश पलायनमा बाध्य बनाउने, मेडिकल शिक्षा र +2 माथिको शिक्षा प्रणाली पुरै ध्वस्त पार्ने, देशलाई नागरिक विहीन बनाउने खालको षड्यन्त्र तीव्र गतिमा अघि बढाइयो। त्यस्तै क्रममा विवेकशील साझा पार्टीको प्रयोग गरियो। त्यो पार्टीको अस्तित्व समाप्त भएपछि त्यसका 70% सदस्यलाई राष्ट्रिय स्वतन्त्र पार्टी र 30% लाई अहिले जसले देशमा षड्यन्त्रको बिरुवा रोप्यो उसैको समर्थक बनाएर पठाइयो। यसको अन्तिम उद्देश्य भनेकै अहिले भर्खर हामी राष्ट्रवादीहरूले उठाउन लागेको वैदिक सनातन हिन्दू राष्ट्र
लघु वित्त पीडित, सहकारी पीडित, ब्याङ्क पीडित, ब्याङ्कबाट कालो सूचीमा परेका र भ्रष्टाचार विरुद्धको आन्दोलनलाई ओझेलमा पार्दै वैधानिक रूपमै अब चाँडै चुनाव गराई जनताकै मतबाट पश्चिमाहरूको ठूलो डिजाइनमा यो देश कब्जा गर्ने ठूलो खेल सुरु गरिएको छ। यसरी नेपालबाट वैदिक सनातन धर्म र राज संस्थाको स्थायी अन्त्य गर्नु र ग्रेटर नेपालको भ्रम छरेर नागरिकहरूलाई दिग्भ्रमित बनाउनु, नेपाली भूभाग प्रयोग गरेर तिब्बतलाई चीनबाट अलग गर्नु, भारतलाई वरिपरिबाट घेरा हालेर अस्थिर राजनीतिमा लानु, भारतलाई विभाजन गर्नु र अनन्त नेपाललाई पश्चिमाहरूको इशारामा भू राजनीतिक खेलमा प्रवेश गराउनु र यो देशलाई युक्रेन बनाउनु हो। यस्तो खतरनाक षड्यन्त्र विरुद्ध यदि हामी देश, धर्म र नागरिकहरूको रक्षा गर्न चाहन्छौं भने सबै राष्ट्रवादी एकजुट भई वैदिक सनातन धर्म सहितको हिन्दू अधिराज्य नेपालको संरक्षणका लागि एकजुट भएर जुटौं। साथै अब राजाले पनि राष्ट्रको रक्षार्थ राष्ट्रको पक्षमा डरो भएर खुट्टा टेक्नु अपरिहार्य रहेको छ भन्दै म के भन्न चाहन्छु भने विगत 55 वर्षदेखि पश्चिमाहरूले खेल खेल्दै 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 तपाईहरुले के बुझ्नुस् भने दक्षिण भारत, उत्तर चाइना दुवैको बीचमा अब चाँडै 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 पश्चिमाहरूबाट सेनाहरू आउँदैछन्। यो कुरामा तपाईहरु क्लियर हुनुहोस् र यो हाम्रो भूमि रणमैदान बन्दैछ। त्यो बनाउने हिसाब किताबले यहाँका युवाहरूलाई विगत 25 वर्ष, 28 वर्ष, 30 वर्षदेखि नयाँ शिक्षा लागू गरेर 2028 सालमा नयाँ शिक्षा, जहाँबाट चाहिँ नयाँ शिक्षाको बिउ रोपियो नेपालमा, तीबाट यो देश सिद्ध्याउने काम भएको छ। त्यसले गर्दा सम्पूर्णलाई बुझ्न म आह्वान गर्दै साथ दिनु हुनको लागि, राष्ट्र जोगाउने अभियानमा साथ दिनको लागि अनुरोध गर्दछु। नमस्ते।